सम्पूर्णमा नमस्कार। आज हामी समूह स्तरको सहभागितामूलक समीक्षा तथा योजना तर्जुमा अर्थात् पिएसआरपी बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा छोटो जानकारी लिएर आएका छौँ। सहभागितामूलक समीक्षा तथा योजना तर्जुमा अर्थात् पिएसआरपी हेफर इन्टरनेसनलका 12वटा आधारशिलाहरूमा रहेर आफूले कुनै निश्चित समय अवधिका लागि बनाएका योजना र त्यसअनुसार प्राप्त गरेको उपलब्धिको लेखाजोखा गरी पुनः योजना तर्जुमा गर्ने एक सहभागितामूलक विधि हो। हेफर आधारशिला तालिम लिएका व्यक्ति, समूह, संस्थाका सबै सहभागीहरूले पिएसआरपीको अभ्यास गर्दा परिवार, समूह वा संस्थाका सबै सदस्यहरूले कुनै निश्चित लक्ष्य उद्देश्य सहित सम्पूर्ण व्यक्तिहरूको सहभागितामा यसको अभ्यास गर्ने गरिन्छ। यसो गर्नाले कुन आधारशिलाहरू अन्तर्गत हाम्रा योजनाहरू के थिए, योजना अनुसारका उपलब्धिहरू के भए, कसरी ती उपलब्धिहरू प्राप्त भए, कुन स्तरमा ती उपलब्धिहरू प्राप्त भए, यदि योजना गरेका कामहरू सम्पन्न गर्न सकिएन भने किन सकिएन जस्ता प्रश्नहरू र आगामी दिनमा यसलाई कसरी सुधारेर अगाडि बढ्ने भन्ने जस्ता कुराहरूमा व्यापक रूपमा छलफल गरी पुनः योजना बनाएर अगाडि बढ्न मद्दत पुग्दछ। पहिलो पटक आधारशिला तालिमदेखि नै आवधिक रूपमा यो अभ्यास गरिन्छ। आवधिक रूपमा गरिने यस खालको समीक्षा र योजना तर्जुमा गर्ने कार्यले कुनै पनि व्यक्ति, परिवार, समूह तथा समुदाय र संस्थालाई समेत उपयुक्त गति र सही दिशाका लागि मार्गदर्शन गर्दछ। पिएसआरपी अर्थात् सहभागितामूलक समीक्षा तथा योजना तर्जुमा आवश्यकताका आधारमा हरेक व्यक्तिले व्यक्तिगत रूपमा स्वयंले पनि जुनसुकै बेला जहाँसुकै पनि गर्न सक्दछ। पिएसआरपी गर्दा प्रयोग गरिने सामग्रीहरू स्तर अनुसार फरक हुन सक्दछन्। राम्रोसँग लेखपढ गर्न सक्ने सहभागीहरूले निश्चित ढाँचाको फारममा स्वयंले आफूलाई स्तरीकरण गर्ने र आगामी दिनको योजना बनाउने अभ्यास गर्ने गर्दछन् भने सामान्यतया समूहहरूमा यसलाई मतदान विधि अपनाएर पनि समीक्षा गर्ने र सोको विश्लेषण गरी कार्ययोजना बनाउने अभ्यास प्रचलनमा छ। संस्थागत रूपमा समूह तथा संस्थामा गरिने पिएसआरपीका विभिन्न कदमहरू छन् जसलाई यहाँ थप प्रष्ट पारिएको छ। पहिलो कदम अर्थात् आधारशिलाको पुनरावलोकन। समूह स्तरमा सहभागितामूलक समीक्षा तथा योजना तर्जुमाको अभ्यास गर्दा आधारशिलाहरू कतिवटा छन्, ती के हुन् र कुन आधारशिलाले के गर्नुपर्छ वा के गर्नु हुँदैन भन्ने सन्देश अथवा त्यसको मर्म बोकेको छ भन्ने विषयहरू समेत स्मरण गर्न लगाइन्छ। यसरी पुनरावलोकन गराउँदा आधारशिलाका आइकन अथवा आधारशिलाका चित्रहरू देखाउने, प्रश्न सोध्ने वा अन्य विभिन्न उपायहरू निकाल्न सकिन्छ। दोस्रो कदम अर्थात् कामको सूची बनाउने। यस चरणमा यदि पहिलो पिएसआरपी हो भने हालसम्म जानेर वा नजाने आधारशिलाका मर्म अनुसार मिल्दोजुल्दो कामहरू के कति गरेको छु भनेर स्मरण गर्न लगाउने र नियमित आवधिक पिएसआरपीको बैठक हो भने अघिल्लो पिएसआरपीदेखि हालसम्म मैले व्यक्तिगत रूपमा के गरेँ र सामूहिक रूपमा गरिएका कामहरूमा मेरो भूमिका कस्तो रह्यो वा के योगदान गर्न सकेँ भन्ने कुरा स्मरण गर्न लगाउँदै रिपोर्ट गर्ने र सूची तयार गर्ने गरिन्छ। तेस्रो कदम अर्थात् मतदान। यसरी दोस्रो कदममा रहेर कामहरूको सूची बनाइसकेपछि सबैले गरेको काम र योगदानलाई सम्झेर 3वटा अवस्थाका बिरुवा, सानो बिरुवा, वयस्क रुख र फल लागेको रुखले चिनाइएका छुट्टा छुट्टै मतपेटिकामा सम्बन्धित आधारशिलाका चिन्हका साना टुक्रा जुन मतपत्रका रूपमा वितरण गरिन्छ त्यसैलाई आफूले गरेको काम र योगदान सम्झेर निष्पक्ष भएर गोप्य रूपमा मतदान गर्न लगाउने। सम्झिनुहोला, यहाँसम्मको प्रक्रिया समूह स्तरमा सबै आधारशिलाहरूको नसकेसम्म दोहोरिरहन्छ। अर्थात् हरेक आधारशिलाको मतदान गर्ने चरणसम्म पुग्दै फेरि अर्को आधारशिलामा छलफल, कामको सूची र मतदानसम्म जाने प्रक्रिया
दोहोर्याइन्छ। चौथो कदम अर्थात् मतगणना। यस कदममा आइपुग्दा यसअघि सबै आधारशिलामा रहेर मतदान गरेका आधारमा हरेक सदस्यले आफ्नो स्थान पहिचान गर्न जाहेर गरेको मतको गणना गर्ने चरण हो यो। मतगणना गर्नका लागि सहभागीहरूलाई विभिन्न 3 समूहमा विभाजन गर्नुपर्दछ। 3 छुट्टा छुट्टै समूहलाई फरक फरक मतपेटिका दिई गणना गर्न लगाई त्यसको टिपोट गर्न लगाउने सम्मको काम यस कदममा गरिन्छ। पाँचौं कदम अर्थात् मतको तालिकीकरण र विश्लेषण। यस कदममा गणना सम्पन्न भई आफ्नो समूहले टिपोट गरेको प्राप्त गरेको मतलाई सहजकर्ताले तयार पारेको तालिकामा एक एक गरेर टिप्ने गर्नुपर्दछ। यसरी टिपिसकेपछि सोको विश्लेषण गर्नुपर्दछ। सबैभन्दा सानो बिरुवामा धेरै मत कुन आधारशिलाको आयो वा सबैभन्दा धेरै मत हुर्कँदै गरेको बिरुवा वा फल लागेको बिरुवामा आयो भनेर एकछिन छलफल गराउनु पर्दछ। यसरी छलफल गराइसकेपछि यस्तो नतिजा आउनुको कारण खोज्न लगाइन्छ। कारण खोज्दै जाँदा सानो वा मध्यम बिरुवाको अवस्थामा धेरै मत आउनुले हाम्रा लागि अझै ती आधारशिलाहरूमा रहेर थप काम गर्ने अवसर छ भन्ने बुझ्नु पर्दछ। र फल लागेको अवस्थामा धेरै मत आउनुले हामी हाम्रो लक्ष्यमा सफलता उन्मुख छौँ, यसलाई निरन्तरता दिनु पर्दछ भन्ने बुझ्नु र बुझाउनु पर्दछ। कम मत आएका आधारशिलालाई प्राथमिकतामा राखी कार्ययोजना बनाउने कुराको महसुसीकरण गराउँदै छलफल चलाउनु पर्दछ। छैठौं कदम अर्थात् कार्ययोजनाको निर्माण। सबैभन्दा पहिला यस कदममा माथि गरेको मतको विश्लेषणको आधारमा बिरुवा अवस्थामा धेरै मत प्राप्त वा फल लागेकोमा कम मत प्राप्त भन्ने दुई मध्ये कुनै एकलाई आधार मानेर अब के गर्ने भन्ने टुङ्गोमा पुग्नु पर्दछ। दोस्रो, कहिलेकाहीँ मत लहैका भरमा पनि आउन सक्छ। यदि त्यस्तो सङ्केत सहजकर्ताले पाएमा समुदायमा देखिएका कार्यहरूलाई सो समीक्षा पछिको कार्ययोजनामा पर्ने गरी योजना बनाउन सहजीकरण गर्नुपर्दछ। अर्को अन्तिम कुरा, यदि हामी सक्रिय परियोजना अवधिमा छौँ र त्यस ठाउँमा परियोजनाको विस्तृत कार्यान्वयन योजना अनुसारको क्रियाकलाप र बजेट कार्यान्वयन गर्न चाहन्छौँ भने सोही त्रैमासमा उक्त समूहमा गर्ने त्यस्तो क्रियाकलापलाई पनि सो समीक्षा पछिको कार्ययोजनामा समेट्न सहजीकरण गर्नुपर्दछ। सातौं कदम अर्थात् सामूहिक प्रतिबद्धता, सङ्कल्प, प्रतिज्ञा वा अठोट। यस कदममा माथि तयार गरिएको कार्ययोजना सम्पन्न गर्न यस बैठकमा उपस्थित भएका हामी सबै दृढ छौँ, निर्धारित समयमा सही तरिकाले सम्पन्न गर्न लागि पर्छौँ, जिम्मेवारी लिन्छौँ भन्ने प्रतिबद्धता सामूहिक रूपमा हात उठाएर वा एकै आवाजमा बोल्न लगाएर गर्न लगाइन्छ। यसरी यी कदमहरूको हुबहु पालना गरी सम्पन्न भएको सहभागितामूलक सो समीक्षा तथा योजना तर्जुमा बैठकमा उपस्थित हुनुभएका सम्पूर्ण सदस्य, सहजीकरण गर्नुभएका सहजकर्ता लगायत सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै समूहको आगामी बैठक वा पिएसआरपीको अर्को बैठकका लागि कहिले भेला हुन्छौँ भन्ने कुराको जानकारी सहित समूहका अध्यक्षबाट बैठकको समापन गर्न लगाउने र बिदा हुने गर्नुपर्दछ। समूहमा प्रभावकारी सहभागितामूलक सो समीक्षा तथा योजना तर्जुमाको बैठक नियमित गर्न तत्परता देखाइरहनु भएकोमा यहाँहरू सम्पूर्णलाई धन्यवाद।